यो चाहिँ मरिना मलको ठाउँ हो है। कति राम्रो देखिरहेछ हेर्नु त। अनि यता यो पुरै समुद्र होइन, हो त्यहाँ एम्ब्रेस प्यालेस पनि छ। अनि त्यहाँ टावर अनि व्हाइट प्यालेस सबै ठाउँ त्यो राम्रो छ। हो त्यहाँ हेर्नु त, त्यता समुद्र हो होइन, त्यहाँ पिलपिनहरू धेरै माछा छोप्छन् कि त्यहाँ। हो त्यहाँ हेर्नु त मरिना मल हो त्यहाँ छैन। म यस्तो घुम्न गइरहेको थिएँ, आज छुट्टीको दिन थियो, घुमेर आइयो। हावा पनि राम्रो लाग्दो रहेछ बिहानको 10-11 बजीतिर गएको होइन। हेर्नु त यो ठाउँ कति राम्रो छ। दुबईको रोडहरू हेर्नु कति राम्रो बनाउँछ होइन, नेपालको जस्तो होइन। त्यहाँ हेर्नु त कस्तो मजाको ठाउँ छ, घुम्न लायक होइन। त्यहाँ हेर्नु गाडीहरू गइरहेछ। मरिना मलको साइड हो कि, त्यहाँ बिचको एरिया राम्रो छ ठाउँ। एकचोटि घुमेर आउनु तपाईँहरू पनि। त्यहाँ हेर्नु त एम्ब्रेस प्यालेस पनि ऊ अगाडि छ, व्हाइट प्यालेस छ, अनि बस्ने ठाउँहरू बनाइदिएछ। चिसो हावा लाग्छ बिहानतिर होइन। ठाउँ चाहिँ राम्रो छ, गएर एकचोटि घुम्नु होला। अनि मेरो भिडियोलाई अलि लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला होइन। मेरो भ्लगहरू यस्तै हुन्छ होइन, घुमेको यताउति। राम्रो छ ठाउँ। समुद्रको पानी हेर्नु त कति सफा छ होइन। हरियो पानी छ होइन, ब्लू स्काई जस्तै। रोड हेर्नु त, यता साइकल चलाउने रोडहरू, अनि बाटोमा फुलहरू रोपेर राख्छ होइन, राम्रो फुलहरू बनाएर राख्छ होइन यिनीहरूले। केयर पनि धेरै गर्छ। ल आजको मेरो भ्लगको भिडियो यति नै हो।